हेलो गाइस, हाम्रो यो डाइमेन्सनवाला कुराहरू हामीले पढ्दैछौँ। यसको पार्ट 2 हो यो। अनि त्यस पछाडि आज चाहिँ हामी चाहिँ पढ्न गइरहेको छौँ युजेज अफ डाइमेन्सनल फर्मुला। युजेज अब डाइमेन्सनल फर्मुला चाहिँ हामीले को युजेज चाहिँ के हो त भन्दाखेरि सुरुमा आउँछ टु चेक द करेक्टनेस अफ गिभन फिजिकल इक्वेसन। हामीले कुनै पनि इक्वेसन दिएको छ भने त्यो चाहिँ करेक्ट छ कि छैन भन्ने कुरा चेक गर्नको लागि हामीले डाइमेन्सनल फर्मुला युज हुन्छ। भनेपछि हामीले 10 क्लासमा पनि पढाएका छौँ। त्यसमा चाहिँ हामीले अब मिटर स्क्वायर बाई मिटर स्क्वायरवाला गरेको थियौँ। भनेपछि हामीले योपालि अहिले चाहिँ हामीले 11 मा चाहिँ यसरी गर्नुपर्ने हुन्छ। अब हामीलाई एउटा इक्वेसन दिएको छ, हामीले पहिला पनि पढेको हो। यो v cos u + 80 हामीले पहिल्यै पढिसकेको कुरा हो। v भनेको फाइनल भेलोसिटी, u भनेको इनिसियल भेलोसिटी, a भनेको एक्सेलरेसन ड्यु टु ग्राभिटी, t भनेको टाइम टेकन। अब हेर्नु डाइमेन्सन इन एलएचएस। डाइमेन्सन इन एलएचएस यो v भनेको फाइनल भेलोसिटी भनेको भेलोसिटी भन्ने बित्तिकै हामीले l⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻⁻यतिको चाहिँ हामीले आइसक्नु पर्यो। अब यस्तो क्वेसनहरुमा के गर्न खोजेको भन्दाखेरि तपाईहरुलाई कुनै पनि क्वान्टिटिजहरुको अब डाइमेन्सनहरु थाहा भयो कि भएन भनेर चेक गर्न खोजेको यो। एलएचएस भनेको l⁻⁻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 ⁻
टाइम टेकन डिस्प्लेसमेन्ट भनेको के हो एल बाई टी, टी माथि जाँदाखेरि के भयो एल टी पावर माइनस 1 भयो। डाइमेन्सन इन आरएचएस भनेपछि अब हाम्रो यु भनेको भेलोसिटी नै हो, त्यही भएर एल टी पावर माइनस 1 प्लस ए भनेको के हो एल टी पावर माइनस 2। चेन्ज इन यसमा चाहिँ के हुन्छ भन्दाखेरि एसएलएसन भनेको चाहिँ चेन्ज इन भेलोसिटी बाई टाइम टेकन, भेलोसिटी भनेको मिटर पर सेकेन्ड डिभाइड बाई टी हो यस्तो हुन्छ। अनि त्यसरी भेलोसिटीको फर्मुला एल टी पावर माइनस 1 डिभाइड बाई टी हुन्छ क्या। अनि त्यसरी एल टी पावर माइनस 1 माइनस 1 अझै हुन्छ, त्यही भएर एल टी पावर माइनस 2 हुन्छ। यो कुराहरू अब मैले बुझाउनु पर्छ जस्तो लाग्दैन। अनि टी भनेको टी हो, अनि त्यसरी एल टी पावर माइनस 1 प्लस एल टी पावर माइनस 1 यसरी भयो भनेपछि हाम्रो सिन्स द डाइमेन्सन इन एलएचएस इज सेम एज द डाइमेन्सन इन आरएचएस, यसलाई हामीले जोडेर फेरि 2 एल टी पावर माइनस 1 नगरौँ, हामीलाई यो मात्र म्याटर गर्छ, यो एल टी पावर माइनस 1 एल टी पावर माइनस 1 एल टी पावर माइनस 1। अब यहाँ यो मल्टिप्लाई छ, त्यही भएर यसको एउटै गनिन्छ, यो प्लसदेखि यताको यो एउटै गनिन्छ। त्यसरी हामीले चेक गर्न सक्यौँ। अब यहाँ प्रिन्सिपल अफ होमोजेनिटी इन डाइमेन्सन भनेको छ फर अ करेक्ट फिजिकल इक्वेसन द डाइमेन्सन अफ इच टर्म अन आइदर साइड अफ आइदर साइड अफ इक्वेसन मस्ट बी सेम, त्यही भन्न खोजेको। अब फिजिकल इक्वेसन अब करेक्ट हुनको लागि डाइमेन्सन अफ इच टर्म, यो इच टर्महरू चाहिँ सेम हुनु पऱ्यो क्या आइदर साइड, दुइटै साइडमा। अनि त्यसरी इक्जाम्पलमा अब यहाँ एउटा दिएको छ स्टुडेन्ट्स राइट द एक्सप्रेसन अफ फोर्स एज एफ इक्वल्स टु एमबी बाई आर। अब यहाँ के गरेछ वेयर एम इज मास भनेको छ, भी इज स्पिड भनेको छ, अनि त्यसपछि आर इज रेडियस भनेको छ, चेक द करेक्टनेस अफ फर्मुला डाइमेन्सनली भनेको छ। अब गिभन इक्वेसन इज एफ इक्वल्स टु एमबी बाई आर, एमबी बाई आर दिएको छ, डाइमेन्सन इन एलएचएस भनेको एमबी मास इन्टु यो भेलोसिटी एलटी पावर माइनस 2 भयो, भेलोसिटी होइन यो स्पिड हो, होइन यो एफ इक्वल्स टु फोर्स भनेको हामीलाई थाहा छ मास इन्टु एसेलरेसन हो, भनेपछि मास इन्टु एलटी पावर माइनस 2 एसेलरेसन भनेको एलटी पावर माइनस 2 हो, यो भयो। डाइमेन्सन इन आरएचएस भनेको मास इन्टु भेलोसिटी डिभाइड बाई आर भनेको छ, भनेपछि एम इन्टु भेलोसिटी भनेको मिटर पर सेकेन्ड एल मास इन्टु मिटर पर सेकेन्ड एलटी पावर माइनस 1 डिभाइड बाई रेडियस भनेको पनि लेन्थ हो। अब यो कट्यो एलएल 0 भयो, एम एल 0 भयो, टी पावर माइनस 1 भयो, एमएल 0 टी पावर माइनस 1 भयो, एमएल टी पावर माइनस 2 भयो, भनेपछि हाम्रो एलएचएस र आरएचएस सेम भएन। भनेपछि सिन्स द डाइमेन्सन इन एलएचएस इज नट सेम एज द डाइमेन्सन इन आरएचएस सो द फिजिकल इक्वेसन अफ इज नट डाइमेन्सनली करेक्ट भन्न मिल्यो। अब अर्को युज भनेको हाम्रो टु कन्भर्ट वान सिस्टम अफ युनिट इन्टु अनदर सिस्टम छ। फर्स्ट सिस्टममा के छ भन्दाखेरि Q1 इक्वल्स टु N1 U1 छ। हामीले फर्मुला हामीले यो बुझेछ कि छैन, यो Q इक्वल्स टु NU भन्ने छ। यो Q भनेको जस्तै अब यो G इक्वल्स टु 9.8 मिटर पर सेकेन्ड स्क्वायर भनेको छ भने यो Q भनेको यो G भनेको चाहिँ यो Q हो, अनि N भनेको यो चाहिँ 9.8 यो भ्यालु हो, अनि U भनेको चाहिँ हाम्रो युनिट
मिटर पर सेकेन्ड स्क्वायर हो यो भनेपछि त्यस्तै हो यो Q1 इक्वल्स टु N1 U1 भयो अनि त्यस पछाडि Q1 इक्वल्स टु N1 अब हामीले युनिटलाई मास लेन्थ टाइममा रिप्रेजेन्ट गर्छौँ अनि पावर पनि लेख्छौँ भनेपछि N1 M1 को पावर A L1 को पावर B T1 को पावर C भयो यसलाई इक्वेसन 1 भन्यौँ अनि सेकेन्ड सिस्टममा चाहिँ अब एउटा सिस्टममा अर्को सिस्टममा कन्भर्ट गर्दैछौँ नि त भनेपछि सेकेन्ड सिस्टममा अब Q2 इक्वल्स टु N2 U2 छ Q2 इक्वल्स टु N2 M2 पावर A L2 पावर B T2 पावर C भनेपछि Q2 इक्वल्स टु Q1 अब Q2 इक्वल्स टु Q1 भएपछि N2 बाट यो लेखियो अनि त्यस पछाडि N2 इक्वल्स टु N1 यो M1 बाई M2 पावर A L1 बाई L2 को पावर B T1 बाई T2 को पावर C हो यसरी हाम्रो इक्वेसन आयो अब हामीलाई एक्जाम्पल दिएको छ कन्भर्ट 13 न्युटन इन्टु CGS सिस्टम डाइमेन्सनली भनेको छ हियर N इज द SI युनिट अफ फोर्स अब के गर्ने भन्दाखेरि 13 न्युटनलाई CGS सिस्टममा डाइमेन्सनली लग्न गइरहेको छौँ अब हामीलाई थाहा छ N भनेको युनिट अफ फोर्स हो अब डाइमेन्सनल फर्मुला अफ फोर्स भनेको के हो मास इन्टु एक्सेलरेसन MLT पावर -2 आउँछ अनि त्यसपछि हाम्रो A को भ्यालु यहाँ के आयो M को पावर A L को पावर B T को पावर C भनेपछि M को पावर A भनेको 1 आयो B भनेको 1 आयो C भनेको -2 आयो अब फर्स्ट सिस्टममा हेर्नु फर्स्ट सिस्टम भनेको यो भनेको SS सिस्टममा छ यो SS सिस्टममा N1 इक्वल्स टु 13 अनि त्यसरी M1 भनेको 1 kg लेख्ने अनि L1 भनेको मिटर अब यसमा सेकेन्ड सिस्टममा चाहिँ के हुन्छ भन्दाखेरि यो CGS सिस्टममा M2 लाई हामीले 1 ग्राम लेख्ने L2 लाई हामीले 1 cm लेख्ने अनि टाइम भनेको 1 सेकेन्ड अनि यो N2 इक्वल्स टु वाट अब हामीले फर्मुला पढाएछौँ N2 इक्वल्स टु N1 M1 बाई M2 को पावर A L1 बाई L2 को पावर B T1 बाई T2 को पावर C N1 भनेको हाम्रो 13 छ अनि 1 kg बाई 1 ग्राम 1 मिटर बाई 1 cm 1 सेकेन्ड बाई 1 सेकेन्ड अनि त्यस पछाडि हाम्रो 13 इन्टु 1 kg लाई हामीले ग्राममा लग्नु पर्यो यो ग्राममा लग्नु पर्यो 1000 ग्राम यो मिटरलाई हामीले CM मा लग्यौँ अनि त्यसबाट मल्टिप्लाई गर्यौँ यसरी हाम्रो N2 पनि आयो यसरी 13 इन्टु 10 टु द पावर 5 CGS युनिट भनेर आयो अब यहाँ कन्भर्ट 19.5 ERG इन्टु SS सिस्टम डाइमेन्सनली भनेको छ अब हामीलाई थाहा छ यहाँ ERG भनेको CGS युनिट अफ इनर्जी हो इनर्जीको CGS युनिट भनेको ERG हो भनेपछि हाम्रो डाइमेन्सनल फर्मुला अफ इनर्जी के हो काइनेटिक इनर्जी पोटेन्सियल एनर्जी हामीले जे पनि निकालेको छौँ त्यसको सबैको के आउँछ ml² T पावर -2 भनेपछि हाम्रो A इक्वल्स टु 1 भयो B इक्वल्स टु 2 भयो C इक्वल्स टु -2 भयो इनर्जीको CGS युनिट चाहिँ के हो ERG हो भन्ने कुरा चाहिँ याद गर्नु पर्यो ERG इनर्जी हो यसरी अलिअलि बुझिन्छ इन फर्स्ट सिस्टम यो CGS मा N1 भनेको हाम्रो कति छ 19.5 दिएको छ M1 भनेको 1 ग्राम लेख्ने L1 भनेको 1 cm लेख्ने टाइम भनेको 1 सेकेन्ड लेख्ने सेकेन्ड सिस्टममा N2 इक्वल्स टु वाट भनेर M2 इक्वल्स टु 1 kg L2 इक्वल्स टु 1 मिटर यो भनेको लेख्नुपर्ने जरुरत पनि छैन यो 2 मार्क्सको क्वेसन आउँछ यस्तोबाट तर हामीले बुझ्नको लागि चाहिँ लेखिरहेको छौँ we know N2 equals to N1 by M1 by M2 को पावर A L1 by L2 को पावर B T1 by T2 को पावर C भनेपछि हामीसँग सबै भ्यालुहरु छ केजीलाई ग्राममा कन्भर्ट गर्ने मिटरलाई सीएम मा कन्भर्ट गर्ने अनि त्यसरी 19.5 * 10 to the power -7 जौल हामीले यो डाइमेन्सनली चेन्ज गरिरहेका छौं अनि थर्डमा के छ भन्दाखेरि टु डिराइभ अ फिजिकल इक्वेसन अब हामीले फिजिकल इक्वेसन डिराइभ गर्नको लागि पनि हामीले डाइमेन्सनल फर्मुलाको युज गर्न सक्छौं भनेपछि द टाइम पिरियड अफ अ सिम्पल पेन्डुलम may depend on mass of the bob, length, string and acceleration due to gravity. अब हामीले यो पेन्डुलममा जस्तै अब यहाँ एउटा हेभी भन्दा पनि ठिक्कको मास राख्छौं अनि त्यसरी यो यसरी घुम्छ नि यहाँ हामीले यो थ्रेड राख्छौं अनि यहाँ हामीले पक्रिन्छौं अनि यसरी छोड्दियो भने यो एउटा हेभी मास यहाँ राख्दियो भने यसरी घुमाउन सक्छौं नि हामीले हो यो मासलाई चाहिँ हामीले बब भन्छौं अनि त्यसरी स्ट्रिङ भनेको यो हो भनेपछि हाम्रो टाइम माससँग डिपेन्ड गर्छ अरे लेन्थसँग डिपेन्ड गर्छ अरे एक्सेलरेसन ड्यु टु ग्राभिटीसँग डिपेन्ड गर्छ अरे भनेपछि टाइम पिरियड डाइरेक्टली प्रोपोर्सनल टु m पावर a लेन्थसँग ग्राभिटीसँग एक्सेलरेसन ड्यु टु ग्राभिटी तीनटा इक्वेसन भयो कम्बाइन गरिदिने t इज डाइरेक्टली प्रोपोर्सनल टु ma lb gc पावरमा छ अनि त्यसरी हामीले इक्वल्स टु लेखेर यो यसलाई प्रोपोर्सनललाई हामीले इक्वल्स टु लेख्दाखेरि एउटा कन्स्टेन्ट राख्नु पर्ने हुन्छ के ma के राख्यौं हामीले ma यो भयो अनि के चाहिँ के हो भन्दाखेरि प्रोपोर्सनालिटी कन्स्टेन्ट हो यसको डाइमेन्सन लेस छ अरे यो
टेकिङ डाइमेन्सन अन बोथ साइड्स भनेको छ। अब डाइमेन्सन अफ बोथ साइड भनेपछि हामीले यो मास लेन्थ टाइममा रिप्रेजेन्ट गर्दाखेरि यो अब टाइमको भनेको टी मात्र भयो। अनि त्यस पछाडि अब यो हाम्रो एमए छ, एल पावर बी छ, अनि त्यस पछाडि जी भनेको हाम्रो जी भनेको के हो भेलोसिटी बाई चेन्ज इन भेलोसिटी बाई टाइम टेकन भयो, एक्सेलरेसन ड्यु टु ग्राभिटी भनेपछि हाम्रो एलटी पावर -2 को पावर सी भयो यो भनेको, अनि एमए एल बी प्लस सी भयो यो भनेको यो भयो। अब हामीले यो करेस्पोन्डिङ टर्महरू इक्वेट गर्छौँ। ए भनेको 0 भयो, बी प्लस सी भनेको यो 0 भयो, टी -2c भनेको 1 भयो। यसरी हाम्रो एबिसीको भ्यालु आयो। एबिसीको भ्यालु आइसकेपछि हामीले यसमा पुट गर्छौँ भनेपछि इन्सर्ट गर्छौँ त्यहाँ भ्यालु। अब हेर्नु टी कस के एम पावर 0 भयो, एल पावर -2 भयो, जी पावर -1/2 भयो। अब टी इक्वल्स टु के एम 0 लाई हामीले हटाउन मिल्यो भनेपछि एल पावर -1 एल पावर 1/2 अनि यो जी -1/2 छ पावरमा भनेपछि मुनि लग्यो भने जी पावर -1/2 हुन्छ भनेपछि दुईटैको पावर 1/2 भयो के, अनि त्यसरी एल बाई जी को पावर होलको पावर 1/2 लेख्दा भयो। अब हामीले यो टी इक्वल्स टु के, अब यो 1/2 भनेको हामीले यसलाई हामीले रुटमा लेख्यौँ भने के हुन्छ, एल पावर जी यसको 1/2 छ, यो भनेको नि 1/g हो कि होइन, यो 1/g लाई हामीले रुट हटायौँ भने 1/9 को 1/g को पावर 1/2 नै लेख्छौँ। त्यही भएर हामीले रुट अन्डर के रुट अन्डर 1/l/g गऱ्यौँ हामीले। अनि त्यस पछाडि हाम्रो के को भ्यालु चाहिँ हामीले 2π भनेर पढ्ने गर्छौँ। यो चाहिँ कसरी, यसलाई अब हामीले यसरी नै आएको भनेर यतिकै प्रुभ गर्न सक्दैनौँ, तर एक्सपेरिमेन्टल चाहिँ थ्योरिटिकल्ली गर्न नसके पनि एक्सपेरिमेन्टल चाहिँ प्रुभै भएको छ र यो ठिक पनि हो। अनि त्यस पछाडि अर्को इक्जाम्पल दिएको छ यहाँ, द फोर्स एक्टिङ अन अ बडी मुभिङ इन अ सर्कल मे डिपेन्ड्स एन्ड मास अफ अ बडी, स्पिड अफ बडी एन्ड रेडियस अफ सर्कल, फाइन्ड द फर्मुला अफ फोर्स भनेको छ। भनेपछि फोर्स केसँग डिपेन्ड गर्छ, माससँग डिपेन्ड गर्छ अरे, एमको पावर ए लेखिहालौँ। अनि त्यसरी स्पिडसँग डिपेन्ड गर्छ अरे भनेपछि भीको पावर बी गरिहालौँ, रेडियससँग डिपेन्ड गर्छ अरे आरको पावर सी गरिहालौँ, कम्बाइन गरिहालौँ। अनि त्यसरी इक्वल्स टु के लेखिदिउँ, एमको पावर ए, भीको पावर बी, आरको पावर सी, अनि यसलाई इक्वेसन 4 भनिदिउँ। यो भनेको प्रोपोर्सनालिटी कन्स्टेन्ट हो। अनि डाइमेन्सन लेख्यौँ हामीले, फोर्सको डाइमेन्सन भनेको के हो, मास इन्टु एक्सेलरेसनबाट हामीले डाइमेन्सन निकाल्न सक्छौँ। एमएलको पावर एमएल टीको पावर -2 भइहाल्यो, एमको पावर ए, एलटी भेलोसिटी भनेको एलटीको पावर -1 पावर बी भयो, एल भनेको पावर सी भयो। यसरी हाम्रो एबिसीको भ्यालु आउँछ। एबिसीको भ्यालु अब हामीले यहाँ इन्सर्ट गरिदिने, यसरी हाम्रो इक्वेसन अनि आउँछ। आजको लागि यति नै गरौँ गाइज। केही बुझेन भने तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ।